अर्थ मन्त्रालयमा राजस्व सचिव भन्ने एउटा व्यक्ति छ, उसले एउटा कलम घुमाएर बजारलाई घुमाइदिरहेको हुन्छ, कसैलाई थाहा नै हुँदैन। र ती सबैको अवयवलाई चलाइदिन्छ कसले भने पैसाले चलाउँछ। 5-7 अरब कमिसन खाएर सिइओ भएर आइरहन्छन् कोही। पम्प एन्ड डम्प गर्नेहरू र बजारको त्यो सेकेन्डरी मार्केटमा आउनुभन्दा अगाडि नै त्यो प्राइमेरी मार्केटमा नै बजारमा फ्लजहरू छ। त्यो फ्लजहरूलाई मोनिटर र कन्ट्रोल नगर्ने हो भने सेकेन्डरी मार्केटको बजार नेपालको अहिले यस्तै नै रहन्छ। विभिन्न सङ्घ पनि विभिन्न साथीहरूको समूह हो, त्यहाँ भएका साथीहरू कतिपय फेरि भेस्टेड इन्ट्रेस्ट भएका साथीहरूको समूह पनि छ। उनीहरू आफ्नै एउटा पक्ष पुरा भयो भने त्यसबाट फाइदा आउँछ भने म किन सबैको स्वार्थको लागि काम गर्छु, त्यो खालको प्रवृत्ति पनि हाम्रा साथीहरूमा, हाम्रा सङ्घका साथीहरू बिचमा पनि त्यो समस्या छ। अहिले राइट सेयर दिन्छ, जिरो माइनस नेटवर्क भएको कम्पनीहरूको राइट सेयर आइरहेछ बजारमा। त्यो त गभर्मेन्टको पोलिसीमै लुपहोल छ। इन्टरनेसनल इकोनोमिक्सले पनि यसलाई इम्प्याक्ट गर्छ, धेरै सेन्सिटिभ छ। तर हामी कहाँ के छ भने लगानीकर्ता सेयर बजार भनेको आइपिओमा 100 रुपियाँको आइपिओ 500 भयो, त्यसरी नै सबै बढ्छ भन्छ। त्यहाँ समस्या हो, बजारको समस्या। बजार चाहिँ धेरै नै छिटो सायद अर्को नयाँ वर्षपछि 2083मा चाहिँ बजार माथि नै जानुपर्छ। हामी रिटेल इन्भेस्टर्सको लागि त खासै केही पनि भएन, ठुला लगानीकर्तालाई मात्र फाइदा पुग्यो भन्ने जस्तो अभिव्यक्तिहरू आइरहन्छन्, यो चाहिँ किन त सर? ठुला लगानीकर्ताले त्यही तरिकाले म्यानेज गर्छ नि त, प्लानिङ गर्छ नि त। साना लगानीकर्ताले त्यो प्लानिङ पनि गर्न सक्दैन, म्यानेज पनि गर्दैन, वेल इन्फर्म रहँदैन। आदरणीय दर्शकवृन्द नमस्कार, बजार बहसको नयाँ अङ्कमा यहाँहरूलाई स्वागत छ। नेपालको शेयर बजार पछिल्लो समय विभिन्न आर्थिक, राजनैतिक र नियामकीय कारणले अन्योलपूर्ण स्थितिमा छ। लगानीकर्ताको मनोबल खस्कँदो छ भने यस्तो परिस्थितिमा लगानीकर्ता निराश छन् र कतिपयले यसलाई फेरि अवसरको रूपमा पनि लिएका छन्। नेपाल शेयर बजार लगानीकर्ता सङ्घ, ब्रोकर एसोसिएसन लगायतका विभिन्न संस्थाहरू सक्रिय रूपमा बजार सुधारका लागि माग गरिरहेका छन्। यसै सन्दर्भमा अनुभवी लगानीकर्ता र पुँजी बजारका जानकार रविन कडेलसँग आज हामी वर्तमान बजारको अवस्था, लगानीकर्ताको मनोविज्ञान, सुधारका सम्भावना र आगामी रणनीतिबारे कुराकानी गर्दैछौँ। कार्यक्रममा स्वागत छ रविन सर, यहाँलाई धन्यवाद। नमस्ते। बजारलाई कसरी हेर्दै हुनुहुन्छ त? बजार रमाइलो छ, सुन्दर छ। बजारमा लाखौँ लगानीकर्ताहरू आइरहेछन् होइन। हजुर, बजार एक प्रकारले यस्तै नै हो, बजार नै यस्तै हो। अहिले देखिएको यो जुन अन्योलता देखिन्छ नि बजारमा, के यो पनि नर्मल नै हो त? यो अन्यल होइन कि, बजारले हामीलाई प्रशिक्षित गरिरहेछ। हजुर, बजार कस्तो हुँदो रहेछ, बजारमा के हुँदो रहेछ, बजार कसरी चल्दो रहेछ। तपाईँ स्कुलमा गएर पढ्नुहुन्छ नि, शिक्षकले पढाउँछन् नि, बजारले नि तपाईँ लगानीकर्तालाई पढाइरहेको अवस्था हो कि यस्तो बजारमा यस्तो हुन्छ है, थाहा पाऊ है, बजारका रिस्कहरूलाई चाहिँ अवेयर गर्ने काम गर्दै भन्ने कुरा हो। त्यही भएर बजार सुन्दर छ, बजारलाई आफूले बुझ्ने कोसिस गर्नुपर्छ। यो त लर्निङ प्लेटफर्म पनि हो नि त बजार। हजुर, अहिले अब बजारकै स्थिति देखेर भनौँ, यो गिरावट एकदम अन्योलता देखेर धेरै लगानीकर्ता साथीहरू अथवा लगानीकर्ताका प्रतिनिधिहरू सेभनमा गइरहेको देखिन्छ। अनि केही मागहरू सेभनले अरू नियामकले पुरा गर्दा पनि अझै मागहरू चाहिँ पुरा भएन भनिराख्नु भएको छ। यो खास कुरा चाहिँ के हो त सर? यस्तो हुन्छ, अब डिमान्ड जहिले पनि मान्छेको तपाईँ एक्सपेक्टेसन जहिले पनि हाई हुन्छ होइन। हामी बजारमा किन आइरहेछौँ भन्दाखेरि हामीले हाम्रो दैनिक व्यवहारबाट हामीलाई जति चाहिने चिजहरू कमाउन सकिरहेको छैन, बजारले हामीलाई केही दिन्छ कि भनेर आउँछौँ। त्यो बजार पनि सबैलाई दिन सक्दैन, बजारले सक्दैन होइन। त्यो बजारको एउटा लिमिटेसन छ। अब एउटा पक्षले बजारलाई क्याप्चर गर्यो अथवा त्यो पक्षले बजारबाट कमाइसक्यो भने अर्को पक्षलाई पनि त्यसरी नै बजारले दिनुपर्छ पर्दैन नि, सक्दैन नि। हामीले त्यो दुईवटा लिमिटेसनलाई बुझ्यौँ भने यो बजारमा अहिले भएको यो स्थिति छ नि, यसबाट तपाईँ धेरै कुरा सिक्नुहोस् र बजारको फ्युचरलाई हेर्नुहोस्। बजारको फ्युचरले तपाईँलाई फेरि हिजो जति साथीहरूले बजारमा खुसी भए, बजारबाट कमाए, बजारलाई राम्रो माने, बजार सुन्दर छ भने मैले पनि भनिरहेको छु भने तपाईँहरूको पनि त्यो दिन आउँछ। तर अलिक प्यासेन्स हुनुपर्छ, अलिक धैर्य हुनुपर्छ, सिक्नुपर्छ। यो सिक्ने ठाउँ हो। त्यस कारणले बजारबारे नेगेटिभ कुरा भन्दा बजारको यथार्थ बुझ्ने यति राम्रो अब गोल्डन अपर्च्युनिटी भन्छ। हजुर, यो अहिले बजारमा जुन गिरावट देखे सबै लगानीकर्ताहरूमा एउटा हताशा देखिएको छ, के हुन्छ भन्ने डर सबैमा छ। अनि यो बजार गिर्नु चाहिँ राजनैतिक परिवर्तन जुन हाम्रो देशमा भयो त्यसको आफ्टर इफेक्ट मात्र हो कि पहिलादेखि नै रहेका समस्याहरू चाहिँ जोडिँदै आएर यो गिरावट आउने स्थिति आएको हो त?
बजार जहिले पनि माथि नै जान्छ भन्ने छैन क्या, यो हाम्रो बुझाइ नै अलिक कम्ती। हाम्रो इम्याच्योर बजार हो, हाम्रो बजार पर्फेक्ट बजार होइन। हामी लगानीकर्ताहरूलाई पनि बजार के हो राम्रोसँग थाहा छैन। अनि यति बेला स्मार्ट बजारमा चाहिँ स्मार्ट प्लेयरहरू छन्, उनीहरूले बजारलाई आफ्नो तरिकाले चलाउँछन्। जो चलाउँदाखेरि हामी छुट्छौँ होइन, हामीले मिस गर्छौँ। अनि हामीले मिस गरिसकेपछि बजार बिग्रियो भन्छौँ, होइन नि, हामीले मिस गरे बजार कहिले पनि बिग्रेको छैन, अर्को पक्षले त बजारबाट राम्रै गरिरहेछ नि। हजुर, यसमा यो लस हुनेमा चाहिँ म्याक्सिमम रिटेल इन्भेस्टरहरू नै देखिनुभयो नि त। आम जो लगानीकर्ता 1,00,000 2 लाख लगानी गर्नुहुन्छ उहाँहरू चाहिँ बेसी बारमा पर्नुभयो। हजुर आफै पनि एउटा सँगसँग आबद्ध हुनुहुन्छ होइन। यस्तो अवस्थामा एउटा रिटेल इन्भेस्टरको लागि चाहिँ के कस्ता कुराहरू उठिरहेका छन् त अहिले? मैले अघि पनि भनिसकेँ, हामी त सेयर बजार लगानीकर्ता सङ्घमा छौँ। सङ्घ किन चाहियो भन्दाखेरि बजारमा रहेका साना लगानीकर्ताहरूका इस्युजहरू, बजार के हो भन्ने कुराहरू, बजारमा ठुला लगानीकर्ताहरूले गर्ने गतिविधिहरू कस्ता कस्ता हुन्छन्, ती गतिविधिहरूले बजारलाई कस्तो इम्प्याक्ट पर्छ, तपाईँ हामी सामूहिक रूपमा यी बसेर छलफल गरौँ र त्यसप्रति बजारप्रति सचेत भएर लगानी गर्ने एउटा ट्रेन्ड बसालौँ भनेर हामी लगानीकर्ता सङ्घमा साथीहरू जम्मा भएर बसेर त्यो बसिरहेछौँ। अब साना लगानीकर्ताले के बुझ्ने भने यस्ता सङ्घ संस्थाहरूमा आबद्ध हुने, बजारलाई बुझ्ने, बजारका अवयवहरूलाई राम्रोसँग, बजारलाई के चिजले इम्प्याक्ट पर्छ, पोलिटिक्सले इम्प्याक्ट पर्छ कि इकोनोमिक्सले इम्प्याक्ट पर्छ कि नेसनल पोलिटिक्सले इम्प्याक्ट पर्छ कि इन्टरनेसनल पोलिटिक्सले इकोनोमिक्सले इम्प्याक्ट पर्छ, सबैको संयुक्त एउटा रिफ्लेक्सन हुने हो सेयर बजार। यो भने एकचोटि धेरै सेन्सिटिभ बजार हो। तपाईँ कुनै प्रोडक्सन सेक्टरमा लाग्नुहुन्छ भने निश्चित प्रोडक्सन सेक्टरको सानो कोर एरियाको त्यसको इम्प्याक्टले मात्रै तपाईँलाई छुन्छ भने यो त समग्र तपाईँको इन्डस्ट्री मात्रै होइन, म्याक्रो इकोनोमिक्स मात्रै होइन, तपाईँ नेसन्स मात्रै, इन्टरनेसनल इकोनोमिक्सले पनि यसलाई इम्प्याक्ट पर्छ। धेरै सेन्सिटिभ छ। तर हामी कहाँ के छ भने लगानीकर्ता सेयर बजार भनेको आइपिओमा 100 रुपियाँको आइपिओ 500 भयो, त्यसरी नै सबै बढ्छ भन्छ, त्यहाँ समस्या हो, बजारको समस्या हो। लगानीकर्तामा शिक्षा र सचेतनाको कमीले गर्दा मार परेको लगानीकर्तालाई। अब यसका लागि चाहिँ के कस्ता उपायहरू हामीले गर्न सक्छौँ त? एज अ तपाईँ एउटा सङ्घमा हुनुहुन्छ, म पनि एउटा मिडिया प्लेटफर्ममा आबद्ध छु होइन, के हाम्रो भूमिकाहरूमा चाहिँ हामीले मिस गरेका हौँ त? हामीले मिस पनि गरेका हौँ। जस्तो हामी कहाँ के छ भने बजारमा जस्तो प्लेग्राउन्ड राम्रो भयो भने खेलाडीलाई तपाईँले राम्रोसँग खेलका रुल्सहरू अनुसार खेलाउन सक्नुहुन्छ। हामी नयाँ नयाँ खेलाडी हौँ, तर प्लेग्राउन्डको त्यो फर्मेट कस्तो छ भने जस्तो हुनुपर्ने त्यस्तो छैन होइन। राम्रो प्लेग्राउन्ड भयो भने फुटबल प्लेयरले हानेको बल ठिक ठाउँमा ठोकिन्छ, ठिक ठाउँमा कर्नरमा लाग्छ, ठिक ठाउँमा जान्छ। प्लेग्राउन्डमा ओभर खाबर छ, खाल्टो छ, यता यो छ, यता उस्तो भने जस्तै नियामक निकायहरूले गर्नुपर्ने कतिपय जुन उनीहरूले मोनिटरिङका कुराहरू भयो, बजारलाई स्वच्छ र पारदर्शी बनाउनु पर्ने खेल्ने भूमिकाहरू, त्यस्ता रुल्स रेगुलेसनहरू भयो होइन। अर्थ मन्त्रालयले गर्नुपर्ने गतिविधिहरू भयो, राज्यले सेयर बजारलाई हेर्ने दृष्टिकोण भयो, जस्तै अहिले ट्याक्सहरू बढी लगाउने हो कि नलगाउने हो, इन्डस्ट्रीलाई कसरी वेलकम गर्ने हो, स्टक मार्केटमा क्यापिटल गेन ट्याक्सको बारेमा राज्यको 5 वर्ष पोलिसी के हो, यस्ता सामान्य कुरा, बेसिक कुराहरूमा सधैँ तपाईँको चलायमान भयो भने लगानीकर्ताको विश्वास गुम्छ कि। लगानीकर्ताको विश्वास गुमेपछि बजारले आफ्नो त्यो रिफ्लेक्ट गर्छ आफूलाई। त्यो रिफ्लेक्ट गरेपछि तपाईँ हामी के भन्छौँ भने बजार ठिक छैन, होइन नि, यो सबैको समुचित एउटा रिफ्लेक्सन त्यो बजारमा आउँछ। अनि त्यसबाट हामी चाहिँ बजारलाई बुझ्न अलिक गाह्रो हुन्छ। सानो लगानीकर्ताले यो कुरा बुझ्नु पऱ्यो, यति बेला सिक्नु पऱ्यो यो कुरा। हजुर, के लगानीकर्ताको आत्मविश्वास चाहिँ बजारमा फर्काउन सकिन्छ त? अहिले त एउटा लगानीकर्तामा विश्वासको कमी देखिन्छ नि त बजारमाथि, त्यही भएर कारोबार पनि खासै देखिन, टर्नओभर नि कमै छ हाम्रो। यो फर्काउन कतिको पोसिबल छ त लगानीकर्ताको विश्वास? फर्काउन सकिन्छ, तर यतिकै चाहिँ फर्किँदैन कि काम गर्नुपर्ने छ। के काम गर्नुपर्छ भन्दाखेरि अहिले हाम्रो सेयर बजारमा स्मार्ट मनी मात्रै नभनौँ होइन, पम्प एन्ड डम्प गर्नेहरू र बजारको त्यो सेकेन्डरी मार्केटमा आउनुभन्दा अगाडि नै त्यो प्राइमेरी मार्केटबाटै बजारमा फ्लजहरू छ। त्यो फ्लजहरूलाई मोनिटर र कन्ट्रोल नगर्ने हो भने सेकेन्डरी मार्केटको बजार नेपालको अहिले यस्तै नै रहन्छ। जबसम्म त्यहाँ कसले कन्ट्रोल गर्छ, त्यहाँ भएका लुपहरूलाई कसले व्यवस्थापन गर्छ भन्दाखेरि नेपालमा 3वटा नियामकीय निकायहरू छन्, धितोपत्र बोर्ड छ, नेप्से छ, सिडिएस छ। यी 3वटा नियामकीय निकायहरूको एउटै एकै खालको कोअर्डिनेसन छैन र यसलाई मोनिटर गर्ने नेपाल सरकारको अर्थ मन्त्रालय छ। अर्थ मन्त्रालयमा राजस्व सचिव भन्ने एउटा व्यक्ति छ, उसले एउटा कलम घुमाएर बजारलाई घुमाइदिरहेको हुन्छ, कसैलाई थाहा नै हुँदैन। र ती सबैको अवयवलाई चलाइदिन्छ कसले भने पैसाले चलाउँछ। 5-7 अरब कमिसन खाएर सिइओ भएर आइरहन्छन् कोही भनेर बजारमा हामीले भने होइन, अर्थ मन्त्रालयले भने हुन्छ, कहिले प्रधानमन्त्रीले भनिरहेको हुन्छन्। यस्तो बजारमा के हुन्छ भन्दाखेरि जबसम्म ती पक्षहरू
युनिफाइड भएर एकीकृत पोलिसी, स्टेबल पोलिसी, सस्टेनेबल लामो समयको लागि एउटै यही हो है। अब हाम्रो स्टक मार्केट भनेको यही नै हो। हामीले यसरी चलाउने हो। 3-3 महिनामा 2-2 महिनामा एउटा रुल्स एउटा चेन्ज गरेनौँ, बजारलाई स्पष्ट यही हो हाम्रो बजारमा थाहा भयो भने लगानीकर्तालाई पनि सजिलो हुन्छ। त्यसपछि त्यो मैदान एउटै भएपछि त अनि गोल गर्नेले गोल गर्छ, क्षमता छ, नहुनेले गर्दैन। हजुर, यही कुरा गरिरहँदा पनि के भइरहेछ भने पछिल्लो समयदेखि नै एउटा नियम बनाइन्छ, फेरि परिवर्तन भएर त्यही नियम पुरानै नियम फर्काइन्छ होइन, यो पनि भइरहेछ। अनि हामी लगानीकर्ताहरूकै जो प्रतिनिधिहरू हुन्छ उहाँहरूको आफैमा पनि कुरा मिलिरहेको छैन क्या। यसो हुँदाखेरि त झन् समस्यामा गएन र सेयर बजार। हामीले लगानीकर्तालाई एउटै उसमा राखेर हेर्नु हुँदैन होइन। लगानीकर्ताहरू भनेको सबैको आफ्नो इन्ट्रेस्ट हुन्छ कि। लगानीकर्ता इट्सेल्फ इज इन्डिभिजुअल पर्सन हुन्छ क्या, इन्डिभिजुअल इन्ट्रेस्टहरू हुन्छ होइन। त्यो स्वाभाविक हो, ह्युमन नेचरै त्यही हो होइन। हामीले किन युनिफाइड एकीकृत भोइस किन आएन? प्रिन्सिपल्ली एकीकृत भोइस आउने हो कि प्र्याक्टिकली इट्स इम्पोसिबल। हामीले त्यो खोज्नु नै समस्या छ। हामी त्यसरी चिन्तन गर्ने भनेको प्रिन्सिपल्ली सबैलाई एउटै इक्वल इन्भाइरोमेन्ट दिउँ, एउटै प्लेग्राउन्ड दिउँ, एउटै फुटबल दिउँ। एउटालाई 10 किलो फुटबल, एउटालाई 5 किलो फुटबल दियो भने त दुईटाले गोल गर्न सक्दैन नि। त्यो मात्रै बनाउने हो हामीले। अब अरू हरेक व्यक्तिका आफ्नै क्षमता हुन्छ, उसको मेहनत हुन्छ, त्यसलाई बजार त्यहाँ त्यो व्यक्तिले आफूले बजारमा गएर आफूले क्याच गर्ने हो अनि बजार चल्ने नै यसरी हो। हजुर, यही भन्दा मैले के जोड्न खोजेँ भने अब लगानीकर्ताहरू पनि एकीकृत भएदेखि आवाज अलि बुलन्द हुन्छ होइन, सबैजनाको भोइस सुनिने चान्सेस बेसी हुन्छ। सरकारले एफएनसिसिआईहरूलाई जति सिरियसली लिन्छ सायद सेयर लगानीकर्ताका सङ्घहरूलाई त्यति सिरियसली लिएको छैन पछिल्लो समयदेखि। अनि यो आफूमै एकीकृत नभएर यो समस्या आएको हो कि जस्तो चाहिँ मेरो प्रश्न सर। यस्तो हुन्छ, हामी अहिले इम्याच्योर्ड बजार नै हो। हाम्रो धितोपत्र बजार भनेको म्याच्योर्ड छैन। लगानीकर्ताहरू धितोपत्र बजार भनेको नै के हो अझसम्म राम्रोसँग बुझेका छैनन्। त्यो उनीहरूले त इन्स्टेन्ट एउटा आइपिओबाट 100 को 300 हुने मात्रै बुझेका छन्। त्यो लगानीकर्ताको जमात छ, उनीहरूले हाम्रो बजारमा एकीकृत भएर एउटै रुल्स, एउटै पोलिसी, एउटै फ्रेमवर्कमा बसेर काम गर्नलाई अलि लामो टाइम लाग्छ, समय लाग्छ। तर पनि केही प्रयासहरू चाहिँ भएका छन्। जस्तै हामीले अस्ति अर्थ मन्त्रालयमा गयौँ, त्यहाँ गएर अलिकति एउटा पोलिसीमा यो चिजहरू सुधार गर्नुपर्ने छ, केही त काम भएको छ सानातिना। तर मेजर फन्डामेन्टल काम हुनुपर्ने काम चाहिँ भएको छैन। जस्तै अहिले राइट सेयर दिन्छ, 0 माइनस नेटवर्थ भएको कम्पनीहरूको राइट सेयर आइरहेछ बजारमा। त्यो त गभर्मेन्टको पोलिसीमै लुपहोल छ। त्यस्ता खालका चिजहरूलाई त हामी लगानीकर्ताले मात्रै सम्भव छैन कि। टोटल नेसन्सको के हो त पोलिसी? हामीले बजारलाई हेर्ने दृष्टिकोण के हो? हामीले हाम्रो बजारलाई कसरी लैजाने हो? त्यतातिर हामीले ध्यान दिन सकेनौँ भने हामी लगानीकर्ताले मात्रै केही पनि गर्न सक्दैनौँ। हजुर, लगानीकर्ताको जो प्रतिनिधिहरू हुनुहुन्छ के उहाँहरूले पनि भूमिका रहँदैन र लगानीकर्ताहरूलाई एकीकृत गर्ने एउटै बुदाहरू बनाऊ होइन, हामी फरक फरक नछिट्यौँ भनेर चाहिँ पहल हुन्छन् कि हुँदैनन् त सर? हुन्छन्, किन नहुने, पहल भइरहेको हुन्छ होइन। तर के हुन्छ नि, त्यो आकार लिन समय लाग्छ। किन हामी आफै इमेच्योर्ड छौँ भनिसकेपछि कतिपय कुराहरू हामी आफैले, मैले एउटा चिजलाई एउटा तरिकाले बुझिरहेको हुन्छु, मेरो साथीले त्यसलाई अर्को तरिकाले बुझिरहन्छ। विभिन्न सङ्घ पनि विभिन्न साथीहरूको समूह हो। त्यहाँ भएका साथीहरू कतिपय फेरि भेस्टेड इन्ट्रेस्ट भएका साथीहरूको समूह पनि छ। उनीहरू आफ्नो एउटा पक्ष पुरा भयो भने त्यसबाट फाइदा आउँछ भने म किन सबैको स्वार्थको लागि काम गर्छु? त्यो खालको प्रवृत्ति पनि हाम्रा साथीहरूमा, हाम्रा सङ्घका साथीहरू बिचमा पनि त्यो समस्या छ। यो किन भएको भन्दा हामी अल्पकालीन फाइदालाई ठुलो देख्यौँ, तर लङ रनमा हामी सबैलाई यस्तै हानि हुन्छ भन्ने कुरा बुझेका छैनौँ। जब हामीले यो कुरा बुझ्छौँ त्यति बेला हाम्रो एउटै युनिफाइड भोइस हुन्छ। त्यो भोइसले हामीले गर्नुपर्ने सुधारहरूमा गभर्मेन्टसँग डिल गर्नुपर्ने, अर्थ मन्त्रालयसँग, राष्ट्र ब्याङ्कसँग डिल गर्नुपर्ने, अरू नियामक निकायहरूसँग हामी जाने, प्रस्तुत हुने, प्रेजेन्ट हुने कुरामा हाम्रो एउटै भोइस त्यति बेला मात्रै सम्भव छ। किन हामी अल्पकालीनमै रमाइरहेछौँ कि अहिले यही रिजनहरूले गर्दै होला लगानीकर्ताहरूले सोसियल मिडियामा भनिदिनु नै हुन्छ कि सङ्घहरूले चाहिँ आफ्नो व्यक्तिगत फाइदा निकाल्नका लागि यिनीहरू अहिले गए त्यो भनेर चाहिँ आइ नै रह हुन्छ। आलोचनाको भागीदारहरू सङ्घहरू पहिलादेखि नै हुँदै हुनुहुन्छ। अब यो आलोचनाबाट बाँच्नको लागि तपाईँहरूले के पहल गर्नुभएको छ त, कि सबैजनालाई आलोचना आइरहेछ, आइराखोस् भन्ने छ? यस्तो हुन्छ, हामी कुनै पनि जिम्मेवार ठाउँमा पुग्छौँ भने घरमा बाउले त छोराको आलोचना सहनुपर्छ भने यो त हामी विभिन्न क्षेत्रमा रहेका मानिसहरू आफ्नो स्वार्थ समूहको एउटा ग्रुप हो। अनि त्यो ग्रुपले सबैको इच्छा, आकाङ्क्षा, सोचलाई
क्यारी अन गरेर क्यारी ओभर गरेर लिएर जान सक्छ अनि त्यो उहाँ साथीहरू रिसाउनु भयो उहाँ साथीहरू रिसाउनु भयो भनेर र आफ्नो त्यो इन्ट्युसनमा आएका कुराहरूलाई मान्छेले छोडेर हिँड्दैन त्यसरी सबै साथीका गुनासाहरू सुन्ने हो कति सकिन्छ त्यसलाई क्यारी गर्ने हो नसक्ने कुरा इग्नोर गर्ने हो यहाँ फाइट चाहिँ गर्ने होइन हजुर यही कुरा हुँदाखेरि बुदाहरू देखिन्छ नि त विभिन्न कसैले के माग गर्नुहुन्छ कसैले के माग गर्नुहुन्छ अनि धेरै जसो जो लगानीकर्ताहरूले के भन्नुहुन्छ भने हामी रिटेल इन्भेस्टर्सको लागि त खासै केही पनि भएन ठुला लगानीकर्तालाई मात्र फाइदा पुग्यो भन्ने जस्तो अभिव्यक्तिहरू आइरहन्छन् यो चाहिँ किन त सर ठुला लगानीकर्ताले त्यही तरिकाले म्यानेज गर्छ नि त प्लानिङ गर्छ नि त साना लगानीकर्ताले त्यो प्लानिङ पनि गर्न सक्दैन म्यानेज पनि गर्दैन वेल इन्फर्म रहँदैन त्यो उनीहरूले गरेको प्लानिङ र म्यानेज वेल इन्फर्म भयो भने त त्यो प्यानिक हुनु पर्दैन नि त हामी किन त्यति बेला हामी एजुकेट गर्नलाई हामी समय यही कुरा मैले जोड्न खोजेँ अब आम लगानीकर्ताको रिप्रेजेन्टेसन त हजुरहरूले गर्नुहुन्छ नि त अनि यसमा चाहिँ लगानीकर्ताहरू किन अझै रिसाइरहने त तपाईँहरूले रिप्रेजेन्ट गर्दा गर्दै पनि अनि हामीहरू कम्प्लिट चाहिँ होइनौँ त हामी पनि त लगानीकर्ताहरू सँगसँगै छौँ हामी आफै सेटिस्फाइड छैनौँ हाम्रो गतिविधिबाट हामीले गरेका हामीले चाहेको एचिभमेन्टहरू हामीले प्राप्त गर्न सकिरहेका छैनौँ अनि हामी सँगसँगै हामीलाई विश्वास गर्ने साथीहरूले उहाँहरूले मात्रै प्राप्त गर्नु होला मैले प्राप्त गरिनँ कि भन्ने त्यो उहाँलाई त्यो शङ्का त रहन्छ जहिले म पनि मभन्दा माथिल्लो मेरो प्रधानमन्त्रीसँग मेरो अर्थमन्त्रीसँग मेरा मभन्दा माथिल्ला निकायका व्यक्तिहरूसँग पदाधिकारीसँग सशङ्कित हुन्छ सशङ्कित हुनलाई दिनुपर्छ पाइन्छ शङ्काले के गर्छ भने सकारात्मक चिजलाई अझ हामीले केही गर्नुपर्ने छ कि भनेर त्यसरी लिएर जाने हो तर यो स्वाभाविक छ यसलाई अन्यथा लिनु हुँदैन हजुर अब बजारको कुरा गर्दाखेरि अब यी सबै रिफर्म्सहरू जुन माग भइरहेका छन् केही गरी आए भने नियामकले हाम्रो लागि गरिदियो भने चाहिँ बजारको स्थिति कस्तो देखिन्छ त हाम्रो बजार इमेच्योर नै छ बजारलाई यदि 4-5वटा कुराहरू मैले अघि पनि भनिसकेँ नियामकीय निकायहरूले सबै खेलाडीहरूलाई एउटै खालको ग्राउन्ड बनाइदिनु पर्यो अहिले हामीले के देखिरहेको छौँ भने मार्केट ड्राई गर्ने काम भइरहेको छ राइट सेयर दिइरहेको छ जसलाई राइट सेयर दिनु नै हुँदैन होइन तब आइजिनको समस्या अहिलेसम्म छ डबल आइजिन बनाइदिएको भए कुरै सकिन्थ्यो अहिले के गरे लकिङ पिरियडभित्रमा नै सेयर बेचेर अनि साथीहरू भागिरहनु भएको छ त्यहाँबाट पैसा निस्किरहेको छ वर्षको 40-50 अरब पैसा त्यसरी बाहिर गइसकेपछि बजार त ड्राई हुन्छ नि त्यो फर्केर नआउने पैसाले बजारमा समस्या भएको यदि बजारमा त्यो पैसा फेरि फर्केर अर्को प्रोजेक्ट बन्थ्यो भने बजारमा समस्या हुन्थेन अब यस्ता खालका चिजहरूमा नियामकीय निकायले राम्रोसँग ध्यान दिइदियो र तपाईँ हामीले पनि उनीहरूलाई पुस गर्न सक्यौँ र अहिले लगानीकर्ता सङ्घ लगायत सर्वसाधारण लगानीकर्ताहरूले पनि हाम्रो सङ्घले यो चिजलाई उठाउनु पर्यो यो विषय चाहिँ महत्त्वपूर्ण हो भनेर उहाँहरूले पनि पुसअप गर्नुभयो भने एउटा सामूहिक भोइसले एउटा काम गर्थ्यो र अहिले जेनजीको सरकार पनि आइरहेछ सायद हाम्रो अर्थमन्त्री पनि अलिकति त्यो अस्ति पुँजी बजार सुधार आयोग योभन्दा अगाडिको प्रधानमन्त्री कालमा पनि वित्तीय सुधार सम्बन्धी एउटा कार्यपत्रै प्रस्तुत गर्नुभएको थियो ती विषयहरू यति बेला हामीले त्यसमा सुधार गर्न सक्यौँ केही काम गर्न सक्यौँ भने बजार चाहिँ धेरै नै छिटो सायद अर्को नयाँ वर्षपछि 2083 मा चाहिँ बजार माथि नै जानुपर्छ हजुर 2083 सम्म चाहिँ अलि अन्योलता नै रहन्छ बजार अब राजनीतिक अन्योलता छ यसको इम्प्याक्ट बजारमा पर्छ अब आर्थिक त विश्व परिदृश्यमा अस्ति मात्रै हामीलाई विश्व ब्याङ्कले भनिसक्यो हाम्रो हैन ग्रोथ घट्दैछ 3% बाट तल घट्दैछ नेपालको जीडीपी पनि कम माइनसमा नेगेटिभमा आउने हो कि भन्ने शंका छ नेगेटिभ त होइन यसको इम्प्याक्ट त हामी कहाँ परिरहन्छ नि हजुर अब यस्तो गर्दाखेरि एउटा आम लगानीकर्ता भएर चाहिँ बजारलाई कसरी मूल्याङ्कन गर्नुभएको छ त अहिलेको स्थितिमा बजार कसरी मूल्याङ्कन गर्ने बजारको यो स्थिति अहिले चाहिँ बजारलाई मूल्याङ्कन गर्ने बेलै होइन किन यस्तो बेला बजारलाई हामीले फेयर जजमेन्ट गर्न सक्दैनौँ किन बजारको फेयर जजमेन्ट जति बेला हुन्छ बजारले एउटा इन्भाइरोमेन्ट हुन्छ नि व्यावसायिक इन्भाइरोमेन्ट पाएको हुन्छ त्यो छैन नि अहिले त अहिले राजनीतिको एकदम ठुलो इम्प्याक्ट परेछ बजारमा होइन अनि मान्छेमा अविश्वास बढी छ शङ्का उपशङ्का छ हामीले केही समय विभिन्न नियामकीय निकायका उच्च पदस्थ व्यक्तिहरूसँग भेट्दाखेरि उहाँ पनि भन्नुहुन्छ अहिले चाहिँ पर्खर हेरेको स्थिति हो यो व्यावसायिक वातावरण पनि छैन यति बेला बजारलाई हामीले जजमेन्ट गर्ने भन्दा पनि बजारलाई बचाउने गतिविधितिर बढी लाग्नुपर्छ जस्तो लाग्छ हजुर बजारलाई बचाउन कतिको पोसिबल छ त के देखिन्छ फ्युचरमा पोसिबल छ हामीले केही विषयहरू ऋतुपत्र बोर्डमा राखेका छौँ जस्तै अहिले बजारलाई प्यानिक हुने गरेर बजारलाई सेल नहोस् भनेर 10% प्लस र 5% माइनसको लिमिटेसन राख हैन बजारमा
अरू धेरै जस्तो लिक्विडिटीको समस्याहरू छ भने अस्ति 25 करोडको लिमिटेसन हटाइयो, त्यसले पनि एउटा थोरै भने राम्रै सपोर्ट गर्छ। अहिले हामीले के पनि भनिरहेछौँ भने यो 70% को हाम्रो यो उसलाई चाहिँ 80 मार्जिनलाई 80% सम्म 20% मात्रै राखेर त्यहाँसम्म गर्न सक्यो भने यता मार्जिन कल आउँथेन कि हैन। अनि अहिले जति मार्जिन कल आउँछ, मार्जिन कल आउनेहरूले तिर्ने इन्ट्रेस्ट पनि अर्को 3 महिना समय थपिदिएर बरु थोरै केही सरचार्ज लिएर भने त्यो त्यसरी वेट गराउन सकियो भने बजार चाहिँ बच्छ। यस्तो प्र्याक्टिस अस्ति बङ्गलादेशमा नि यो भइरहेछ कि 10% ग्रोथ 5% हैन नेगेटिभ सर्किट त्यहाँभन्दा नदिने, यस्ता प्रयासहरू हुनु जरुरी छ। हाम्रो अहिलेको अवस्था चाहिँ पोलिटिकल एउटा ख्याओस भएको बेलामा यस्ता खालका टुल्सहरू विश्व बजारमा जहाँ पनि अपनाइन्छ भने हामी कहाँ यो गर्नको लागि हामी कोसिस गरिरहेछौँ, हामीले बुँदाहरू राखेका छौँ, तर नियामक निकायहरू कानमा तेल हालेर आफै झगडा गरेर बसिरहेछ। हजुर, नियामक निकायहरूले सुन्ने अवस्था चाहिँ छ कि छैन त सर? किनकि पहिला पनि राखिँदै आएका बुदाहरू पनि छन् अहिलेसम्म संशोधन नभएका, त्यही भएर अब चाहिँ सम्भावना छ कि त्यसै जाने हो यो पटक पनि? यस्तो कोसिस हामीले गरिरहनुपर्छ। हेर्नुहोस्, हामी जहिले सकारात्मक सोच्नुपर्छ। हामीले अहिले छोटो समयमा अहिलेको सरकार आइसकेपछि अर्थमन्त्रीलाई भेटिसकेपछि उहाँले केही सुधारका कुराहरू गर्नुभयो। त्यो तुरुन्तै लगभग 1-2 हप्ता भनेको हामीलाई साह्रै छोटो समय हो, नत्र 6 महिनासम्म सुनवाई हुन्थेन। त्यो भएको छ भने अझ केही विषयहरू छन् त्यहाँ चाहिँ हामीले अलि राम्रोसँग बल गऱ्यौँ, सबै युनिफाइड भएर एउटा युनिफाइड भोइस लिएर गयौँ। जस्तै मिडियाहरूले पनि यो विषयमा इस्यु रेज गरिरहनु भएको छ हैन। यो सबैको सपोर्ट भयो भने नियामक निकायले यो कुरा सुन्छ र यति बेला बजारलाई बचाउनु जरुरी छ। बचाउने काममा सबैको हातेमालो चाहिन्छ यति बेला। हजुर, अब अहिले लगानीकर्ताहरूले आफ्नो लगानी पनि बचाउन खोजिरहन्छन् नि त, यो अवस्थामा चाहिँ लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्नको लागि के गर्न चाहिँ सकिन्छ त? एजुकेसनै ठुलो कुरा हो। हामीले के बुझ्नुपर्छ भने राजनीतिक अवस्थाले आएको तात्कालिक परिवर्तनलाई हेरेर तपाईँले बजारमा आफ्ना निर्णयहरू गर्नु हुँदैन। तपाईँ वेट गर्नुहोस् हैन। तपाईँ 10% माइनस छ, अर्को 5% माइनसमा तपाईँ नहातिनुहोस्, नडराउनुहोस्। हिजो 1800 भएको मार्केट अस्ति 3000 हुन कति समय लागेको थियो? धेरै समय लागेको थिएन नि। त्यसलाई म्यानेज गर्ने कसरी त्यो प्लानिङ गर्नुहोस् अहिलेदेखि नै। तपाईँसँग भएको पैसामा 10% फेरि मार्जिन कल आउँछ भने त्यसको लागि व्यवस्थापनमा जुट्नुहोस्। तर बजारबाट एक्जिट भएर बजारबाट फेरि तपाईँले भोलि 2200मा 2400मा भएको सेयर 3200मा गएर किन्नु पऱ्यो भने के हुन्छ हालत हैन? तपाईँले कति लस गर्नुहुन्छ? तपाईँले अहिले 5% म्यानेज गर्ने तपाईँको 50% प्रफिट तपाईँले गुमाउनुहुन्छ। यस्तो सोच्यौँ र त्यसरी आफूलाई व्यवस्थापन गरेर साना लगानीकर्ताले त्यसरी सोच्यो भने मलाई लाग्छ हाम्रो बजार फेरि छिट्टै नै एउटा फेसमा अगाडि बढ्छ। व्यक्तिगत रूपमा चाहिँ कसरी जुझ्दै हुनुहुन्छ त अहिले बजारका समस्याहरूसँग? म व्यक्तिगत रूपमा जुझ्ने मान्छे नै होइन, म सामूहिक रूपमा जुझ्छु। मेरो व्यक्तिगत पर्सनल केही पनि छैन हैन। मेरो आफ्नो ट्रेड गर्ने आफ्नै शैली छ। मेरो ट्रेड गर्ने शैली सायद धेरै साथीहरूसँग म्याचिङै होइन। मसँग अहिले जिरो इन्भेस्टमेन्ट छ। जिरो इन्भेस्टमेन्ट एक्ज्याक्टली सक्नुहुन्छ बजारबाट। यसको मतलब फेरि म कहिलेकाहीँ साथीहरूको जिरो इन्भेस्टमेन्ट हुँदा मेरो फुल इन्भेस्टमेन्ट हुन्छ। अब यो त कसैलाई पनि थाहा हुन्छ। स्मार्ट डिसिजन लिनुभयो उसो भए हजुरले? समटाइम यो स्मार्ट लाग्छ, कहिलेकाहीँ हजुर भइरहन्छ नि त। हजुर, गुड फर यु। थ्याङ्क यू। सर, अनि अन्य लगानीकर्ताहरूले चाहिँ अब के यो इन्ट्री गर्ने पोइन्ट हो त बजारमा? जोसँग पैसा छ र म लगानी गर्न चाहन्छु भन्ने मानिसको लागि के यो सही समय हो त बजारमा प्रवेश गर्ने? लगानीको अन्य विकल्पहरू छैन। तपाईँ चाहिँ ब्याङ्कमा गएर 3% 4%मा इन्ट्रेस्टमा पैसा राख्नुभन्दा स्टक मार्केटले भोलि क्यापिटल गेन दिने बेलामा तपाईँलाई 20% 25% दिने यही हाम्रो बजार हो। थाहा छ त, अस्ति भर्खर थियो त। हजुर, अनि यसमा त के क्वेसन गर्नुहोस्? तपाईँ 100% नगर्नुहोस्, 50% लगानी गरेर राख्नुहोस्। फेरि माइनस भयो भने फेरि अर्को 50% ल्याइदिनुहोस्। अनि तपाईँ फेरि एकचोटि 2 महिना 4 महिनापछि त फेरि 50% प्रफिट हुन्छ। यो त पर्फेक्ट अपर्च्युनिटी हो। अपर्च्युनिटीमा यति मात्रै हो कि तपाईँ फुल इन्भेस्टमेन्ट नगर्नुहोस्। तपाईँसँग भएको पोर्टफोलियो म्यानेज गर्नुहोस्। एउटै सेक्टरको मात्रै नकिन्नु, 3-4वटा सेक्टरको किन्नुहोस्। तर आफूसँग भएको 60% 40% इन्भेस्टमेन्ट गर्नुहोस्। फेरि तल गयो भने फेरि लिनुहोस्, त्यसपछि वेट गर्नुहोस्। फेरि एउटा प्यानिकको सिचुएसन क्रिएट भएको छ नि त सोशल मिडियामा। यो त गोल्डन अपर्च्युनिटीको सिचुएसन पनि हो। म्यानेज गर्न जान्नु पर्यो कि जति बेला च्यालेन्ज आउँछ त्यो अपर्च्युनिटी पनि सँगसँगै आएको हुन्छ। खालि व्यवस्थापन गर्ने कला भएन र तपाईँ टलरेन्स पावर भएन, प्यासेन्स डेभलप गर्नु भएन भने तपाईँलाई राम्रै कुरामा पनि सानो कुराले नै प्यानिक बनाउँछ। बजार यस्तै हो। हाम्रो सेयर बजार भने त झन् त्यो एकदम डेन्जरस ठाउँ हो खास भने त। हजुर, अब अन्य रिफर्महरूको पनि कुरा भइरहेछ। डिजिटलाइजेसनमा पनि हामी एक हिसाबले पछि नै छौँ विश्वका अन्य बजारहरूबाट। अब यो डिजिटलाइजेसन र प्रविधिको विकास भयो भने नेप्सेमा एकदम राम्रो
असर पर्छ भन्ने अपेक्षा गरिएको छ के कस्ता कुराहरू चाहिँ आयो भने चाहिँ राम्रो हुन्छ त नेप्सीको लागि अहिले हैन हामीले अहिले डिजिटलाइजेसन कुरा गर्दाखेरि अहिले हाम्रो बजार चाहिँ म्याच्योर्ड पनि छैन लगानीकर्ताहरू पनि त्यति म्याच्योर्ड छैनन् अनि हाम्रो बजारका फन्डामेन्टल कुराहरुमा पनि धेरै गर्न बाँकी छ हामी त्यो पेसमा इन्टरनेसनल पेसमा अहिले भर्खरै जान सक्ने अवस्था चाहिँ छैन जस्तो लाग्छ यही ग्राउन्ड रियालिटीले हामीले व्यवस्थापन गर्न नसकेको अवस्था हो अब अवसरहरू आउँछ अब हामीले डेरिभेटिभ मार्केटमा जाने हो कि हैन कमोडिटी मार्केटमा जाने हो कि नेगेटिभ हुँदा पनि प्रॉफिट कमाउन सक्ने त्यो खालको मार्केटमा जाने हो कि त्यो सम्भावना छ तर अहिलेको यही बजारलाई व्यवस्थापन गर्न नसकेको अवस्थामा तपाई धितोपत्र बोर्डले नेप्सीलाई रिस्ट्रक्चर गर्ने धितोपत्र बोर्डलाई रिस्ट्रक्चर गरेर त्यहाँ नयाँ प्रोडक्ट लन्च गर्ने भन्ने कुरा त अहिले त अलि गाह्रै छ जटिल छ तर समय निकट भविष्यमा सम्भावना छ निकट भविष्यमा अलि गाह्रो छ समय लिन्छ जस्तो लाग्छ अहिले निकट भविष्यमा चाहिँ के कस्ता कुराहरू चाहिँ सम्भव छ त नेपाली बजारमा निकट भविष्यमा अहिलेको एक्जिस्टिङ मार्केटलाई व्यवस्थित गर्न सक्यो भने बजारले तपाई हामी सबैलाई जस्तै गत वर्ष मात्रै 50-60 अरब रुपैयाँ स्टक मार्केट मार्फत मान्छेहरूले पैसा लगानी गरे बजारमा त्यत्रो पैसा हाम्रो बजारमा यतिकै बस्यो भए बजार के हुन्थ्यो होला लगानी गर्ने अपर्च्युनिटी पनि दिएको छ नि हामीलाई हैन अनि 12-15 अरब 18-20 अरब रुपैयाँ डिभिडेन्ड पनि दिएको छ मार्केटले हजुर त्यो डिभिडेन्ड दिनु भनेको पब्लिकसँग पैसा पनि बाँडेको छ नि त अब यसलाई व्यवस्थापन गर्दै भने अर्को वर्ष 25-30 अरब 40 अरब डिभिडेन्ड देला अर्को वर्ष 1 खरब लगानी गर्ने अपर्च्युनिटी देला हैन हाइड्रो सेक्टरमा अहिले खाली रन अफ द रिभरका प्रोजेक्टहरू चलिरहेछन् हामीले ड्याम भएका प्रोजेक्टहरू भयो भने त्यस्ता ठुला मेगा प्रोजेक्ट जस्तो बुढी गण्डकीमा अहिलेसम्म त्यहाँ केही काम हुन सकेको छैन जति पनि पैसा छ बजारमा यति बेला गभर्नमेन्टले नै इनिसिएसन लिएर मेगा प्रोजेक्टहरुमा कहिले पनि यो साना व्यवसायीहरूले लगानी गर्न चाहदैन गभर्नमेन्ट देशमा 60-70% उले लगानी गर्दिने 40% बजारबाट उठाइदिने गर्ने बजार जति पनि पैसा फालामा हाल्छ त्यसको भ्यालु पनि क्रिएट हुन्छ डिभिडेन्ड पनि दिन्छ यो खालको प्र्याक्टिस अब हामी कहाँ हुनु जरुरी छ के हाम्रो आर्थिक नेतृत्व कमजोर भएर नै यस्तो अवस्था भएको हो हाम्रो आर्थिक नेतृत्व भन्दा नि हामी थर्ड वर्ल्डमा छौं कि तेस्रो विश्वमा व्यवसायीहरुको मानसिकता के हुन्छ तुरुन्तै फाइदा चाहिन्छ उनीहरुलाई नेसन्सप्रति पनि मतलब छैन जनताप्रति पनि मतलब छैन आज तुरुन्तै लगानी गरेर तुरुन्तै 5-10 वर्ष 15 वर्षको उनीहरुसँग भिजन नै हुँदैन के व्यवसाय गरेर नाफा कमाउने इन्डस्ट्री गरेर नाफा कमाउने हैन इन्डस्ट्री गरेर नाफा गरेर 50 वर्ष नाफा दिन्छ व्यवसाय गर्दा भोलि त्यो प्रोडक्ट अर्काको प्रोडक्ट बेचेर भोलिपल्ट त्यो प्रोडक्ट दिएन भने त नाफा हुँदैन नि त हुँदैन अब यो खालको प्लानिङ लङ रन प्लानिङमा हाम्रो जस्तो सानो देशमा किन उनीहरुसँग एउटा व्यक्तिसँग ठूलो पुँजी हुँदैन अनि सरकारसँग पुँजी हुन्छ सरकारले व्यवस्थापन गर्छ सरकारले लगानी गर्दिनु पर्यो जस्तो हाइड्रो सेक्टरमा अहिले 70% जति लोन व्यवस्थापन गर्दैछ बैंक मार्फत त्यसरी नै हाइड्रो आइरहेछ नि अब रियल सेक्टर जस्तै अहिले पर्यटन सेक्टरमा त्यसरी नै गभर्नमेन्टले लगानी गर्दियो हरेक क्षेत्रमा तपाईँ 5 तारे होटलहरु 8-10 सडक बनाइदियो सरकारले नै लगानी गरेर सरकारले नै 60-70% लगानी गरोस् पब्लिकबाट पैसा कलेक्ट गरोस् मेगा हाइड्रो पावरहरुमा पनि गभर्नमेन्टले इनिसिएसन लियो भने यो 3 वर्षमा लकिङ पिरियड चाहिन्थेन नि किन गभर्नमेन्टको पैसा त हाम्रै पैसा हो नि त पब्लिक त्यसले डिभिडेन्ड दिन्छ हामी कुरेर बस्थ्यौं नि मजाले यस्तो खालको मेगा प्रोजेक्टहरुमा गभर्नमेन्टले लगानी गर्दिएर हामीसँग फेरि अहिले पैसा अनलिमिटेड पैसा छ हामीसँग हैन हाम्रो गभर्नरले भनिरहनु भएको छ हैन यत्रो पैसालाई हामीले युटिलाइजै गर्न सकेको छैन त्यही भएर मैले जोड्न खोजेँ आर्थिक नेतृत्व कमजोर भएको आर्थिक नेतृत्वको कमजोरी नै हो व्यवस्थापकीय कमजोरी भन्नुपर्छ हजुर व्यवस्थापकीय कमजोरी अनि हामीले अब रिफर्महरुको कुरा गर्छौं हैन म्यानुफ्याक्चरिङ सेक्टरमा चाहिँ नेपाल अलि हैन धेरै नै पछि परेको छ नि त अब यसमा चाहिँ के सम्भावना छ म्यानुफ्याक्चरिङको कुरा हजुरले गर्नु हामी थर्ड वर्ल्डमा छौं हामीले त्यति टेक्नोलोजिकल एडभान्समेन्टहरु त्यो हामीले एचिभ गर्न गाह्रो छ के हामी वर्ल्डसँग कम्पिट गर्न सक्दैनौं हामीसँग रिसोर्सेस पनि लिमिटेड हुन्छ र मेटेरियल पनि लिमिटेड हुन्छ अनि हाम्रो हामीसँग भएको मेन पावर पनि त्यो खालको स्किल मेन पावर हुँदैन अनि पुँजीको पनि त्यति ठुलो आवश्यक हामी जस्तो चाइना जस्तो देशसँग हामीले म्यानुफ्याक्चरिङ गरेर कसरी कम्पिट गर्न सक्छौं अब हामीले हेर्ने हामी जस्तो हेर्ने के हो भने हामीसँग सर्भिस सेक्टरमा जाने हो हामी टुरिज्म सेक्टर वर्ल्डको बेस्ट टुरिज्म डेस्टिनेसन हुन सक्छ यहाँ सजिलो छ हैन तपाईले आईटी सेक्टरमा जाने हो
हामीले वर्ल्डमा अब म्यानुफ्याक्चरिङ गरेर केही चिज उत्पादन गर्छौँ र विश्वसँग कम्पिट गर्छौँ भन्ने यस्ता खालका सोचहरू साना साना प्रोजेक्टहरू जस्तो हाम्रै आफ्नो लोकल डेभलपमेन्टको लागि हुने म्यानुफ्याक्चरिङ प्रोजेक्टमा हामीले लगानी गर्न सकिन्छ, त्यसले हामीलाई ग्रोथ पनि दिन्छ। तर लङ रनमा हेरेर लार्ज स्केलमा हामीले वर्ल्डलाई नै विश्वलाई टार्गेट गरेर हामीले गरेर तिनीहरूसँग कम्पिट गरेर चाहिँ धेरै जटिल छ, गाह्रो छ। हामी फेरि भूराजनैतिक द्वन्द्वमा पनि फस्छौँ। हामीले उत्पादन गरेको बिजुली भोलि भारतले नकिनिदियो भने इप्पानले के गर्छ थाहा छैन। हाम्रो सरकारले किसानले उत्पादन गरेको दुधको पैसा तिर्न नसकेको अवस्था छ। इप्पानले के भनेछ 10,000 होइन अर्को 20,000 मेगावाटको पिपिए गरिदेऊ भनिरहेछ, जुन पनि रन अफ द रिभर प्रोजेक्टहरू। यसरी त देश अगाडि बढ्दैन। यसरी नियामकीय निकायमा बसेको सरकारमा बसेका सबै मान्छेहरूले यो कुरा बुझ्नु पर्यो। व्यवस्थापकीय कला कौशल र आर्थिक अवस्था के हो, हाम्रो भूराजनैतिक अवस्था के हो, यो सबै कुराको संयोजन नै देशको अर्थतन्त्र हो कि। हजुर सर, फेरि अब सेयर बजारतर्फै फर्केँ म। सेयर बजारमा अहिले लगानीकर्ताहरूले प्रवेश गर्दाखेरि के कस्ता उपायहरू अपनाए भने उहाँहरूले चाहिँ निकट भविष्यमा राम्रो रिटर्न देख्न सक्नुहुन्छ? यति बेला बजार अलिकति डाउन जस्तै छ, डाउन ट्रेन्डमै छ होइन। तपाईँसँग भएको पुँजीलाई यसरी लगानी गर्नुहोस् कि तपाईँ कुन सेक्टरमा लगानी गर्दै हुनुहुन्छ, त्यसको हिस्ट्री के हो, त्यसको फ्युचर के हो, तपाईँले जुन इन्डस्ट्री जुन सेक्टर तपाईँ हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ, तपाईँ म्यानुफ्याक्चरिङमा लगानी गर्नुहुन्छ अथवा तपाईँ हस्पिटालिटीमा लगानी गर्दै त्यस सेक्टरको फ्युचर पर्सपेक्टिभ्स के हो, त्यसले हिस्ट्री के छ, ब्याङ्किङमा आउनुहुन्छ भने ब्याङ्किङको हिस्ट्री के छ, त्यो इन्डस्ट्रीलाई पनि हेर्नुहोस् अनि इट्सेल्फ त्यो प्रोजेक्ट पनि हेर्नुहोस्। दुईटा कुरालाई प्यारलली तपाईँ टेस्ट गर्नुहोस्। टेस्ट गरेपछि एउटै सेक्टरमा सबै लगानी नगर्नुहोस्। तपाईँसँग भएको पुँजीको कम्तीमा पनि 25 देखि 30% चाहिँ जहिले पनि रिजर्भमा राख्नुहोस्, एकदम अन्तिम अवस्थाको लागि। नत्र त्यसरी गर्नुभयो र प्लानिङ गर्नुभयो भने, पोर्टफोलियो म्यानेजमेन्ट गरेर लगानी गर्नुभयो भने हाम्रो सेयर बजारले तपाईँलाई कहिलेकाहीँ 2 वर्ष टाइम लाग्छ, तर 2 वर्ष फेरि 4 दुबर मुनाफा दिएको हाम्रै सेयर बजार हो नि त। त्यही भएर यो यसरी सोच्यो भने बजार सुन्दर छ, लगानी गर्दा हुन्छ भन्छु म सबैलाई। हजुर, अब नयाँ लगानीकर्ता हुनुहुन्छ भने उहाँहरूलाई खासै थाहा पनि हुँदैन। अब हजुरको त्यत्रो लामो समयदेखि एक्सपिरियन्स छ बजारमा, कुन सेक्टरहरू चाहिँ अलि रिलेटिभली सेफ छन् त बजारमा? सेक्टर सबै सेफ छन् भन्नुपर्छ। सेक्टर तपाईँको प्रोजेक्ट सेफ हुनु पर्यो कि कतिपय सन्दर्भमा के हुन्छ भने सेक्टर सेफ भएर प्रोजेक्ट सेफ नहुन पनि सक्छ होइन। हाइड्रो पावर सेक्टर स्पेसिफिक सेक्टर छैन, त्यसरी स्पेसिफिक सेक्टर सबै सेक्टर सेफ त हुनै सक्दैन। प्रोजेक्टहरू इन्डिभिजुअल प्रोजेक्ट सेल्फ तपाईँ त्यो राम्रो हुनुपर्छ कि होइन। तपाईँले हस्पिटालिटीको इन्डस्ट्रीमा लगानी गर्नुभयो, त्यो हस्पिटालिटी तपाईँ इन्डस्ट्री कुन ठाउँमा छ, त्यसको पर्फर्मेन्स कस्तो, त्यसको फ्युचर के छ, तपाईँले पनि जजमेन्ट गर्नु पर्यो कि। अथवा त्यो लगानीकर्ताहरू जो प्रमोटर बसेर उनीहरूको के हो, ब्याकग्राउन्ड के हो, उनीहरू त्यस सेक्टरको कति अनुभवी छन्, उनीहरूको फ्युचर प्लान के हो, त्यो पनि सँगसँगै हेर्नु पर्यो। हिस्ट्री के छ, ब्याक हिस्ट्री पनि टेस्ट गर्नु पऱ्यो। यी बेसिक कुराहरू पनि टेस्ट गर्न सकिन्छ। तपाईँ आफै सक्नुहुन्न भने तपाईँको नजिकका साथीहरूसँग सोध्नुहोस्, लगानीकर्ता सङ्घ संस्थामा रहेका साथीहरूसँग सोध्नुहोस्। नभए पनि विभिन्न सार्वजनिक उसमा यस्ता विषयहरू आइरहेको त्यो बहसहरू सुन्नुहोस् र अलिकति आफ्नै प्रयासले लगानी गर्नुहोस्। अरूको हल्लाको भरमा, कसैले भनेको भरमा मात्रै लगानी नगर्नुहोस्। तपाईँ सेफ साइड हुनुहुन्छ। तपाईँ सेफ हुनु भनेकै तपाईँको लगानीले रिटर्न दिनु। हजुर, अहिले के छ भने सामाजिक सञ्जालमा सबैजना एक्टिभ छौँ अनि हल्ला बेसी भएर जान्छ र हल्ला छुट्याउने गाह्रो छ कि। कसैले स्टकको नामै तोकेर भनिदिनुहुन्छ यो त यतिमा पुग्छ, यतिमा म एक्जिट गर्छु, तपाईँहरूले नि कमाउनुहुन्छ भनेर हालिदिनुहुन्छ। अनि कोही भन्नुहुन्छ आज बजार यति पुग्छ नै, तपाईँहरू किन्नुहोस् भनेर नि भनिदिनुहुन्छ र उहाँहरूको फलोवर एकदम बेसी नै हुनुहुन्छ। यस्तो अवस्थामा आम लगानीकर्ता मारमा पर्नुहुन्छ कि अब हल्ला बेसी भयो नि त। यसको चाहिँ रिफर्महरू केही गर्न सकिन्छ कि सकिँदैन? सेल्फ एजुकेसन हो। यसको अरू केही उपाय छैन? यस्तो त भइरहन्छ, यो समाज हो। हामी कहाँ तपाईँले बोल्न नपाउने भन्ने छैन, मैले बोल्न नपाउने भन्ने छैन होइन। बोल्छन् सर्टेन क्राइटेरियामा राख्न सकिन्न र? यस्तो कुराहरूमा सर्टेन क्राइटेरिया भन्ने नै छैन कि। कतिपय कुराहरू के भन्छन् नियामकीय निकायका पनि एउटा लिमिटेसन हुन्छ। तपाईँलाई लागेको कुरा बोल्न नपाउने भन्ने छैन। एजुकेसन प्रपोजले भनिएका कुराहरूमा पनि त्यहाँ पनि हिडन इन्ट्रेस्टले काम गरिरहेको हुन्छ। तपाईँ आफै थाहा पाउनु पऱ्यो कि जजमेन्ट। तपाईँ आफ्नो जजमेन्ट आफै गर्ने हुनुहोस्। तपाईँले अरूलाई नियामकीय निकायले ठिकठाक गर्दैला, अन्य रुल्सहरूले तपाईँलाई ठिक ठाउँमा तपाईँलाई गाइड गर्छ होइन। त्यो त कोड अफ कन्डक्ट मात्रै हो। तपाईँ कसरी चल्ने, कोड अफ कन्डक्टलाई कोले कहाँ कारवाही गर्न मिल्छ, मिल्दैन नि, सम्भव छैन। त अहिले त हामी कहाँ कतिपय ओपनली तपाईँलाई पुरै
तपाईँको बारेमा तपाईँले गरेका डिसिजनहरू गलत छन्, मैले गरेको डिसिजन सही छ भनेर पेनिट्रेट गरिरहेको अवस्था छ। म्यानिपुलेसन व्यापक हुन्छ, स्वाभाविक छ, यसलाई अस्वाभाविक मान्न मिल्दैन। विश्व बजारमा पनि यो भइरहेको छ, हामी कहाँ नै भइरहेको हुन्छ। हामीले आफू मारमा परेपछि यसलाई ओपनली ओहो हामी कहाँ मात्रै जस्तो लाग्छ, होइन। तपाईँले हेर्नुहोस् विश्वव्यापी समस्या हो, यसको समाधान छैन। अस्ति मात्रै हाम्रो सेबीले, इन्डियन स्टक एक्सचेन्ज छ, त्यसले के गर्दैछ भने यसरी कसले स्टकको कुन मात्रा कसरी खरिद गरिरहेछ, त्यो कुन उद्देश्यले काम गर्दैछ, त्यसको प्याटर्न फलो गर्नको लागि नयाँ सफ्टवेयर डेभलप गर्नको लागि हिजो मात्रै डिसिजन भएको छ, अरबौँ लगानी गर्दैछ। हामी कहाँ त प्लेटफर्म नै खराब छ, प्लेटफर्मै समस्या छ, अनि के गर्न सक्छौँ त। त्यही भएर सेल्फ एजुकेट हुनुहोस्, अरूमा रिलाइ नगर्नुहोस्, मल्टिपल इन्फर्मेसनहरूलाई क्रस चेक गर्नुहोस्। तपाईँको आफ्नो क्षमतालाई भ्याउँदैन भने तपाईँ स्टक मार्केटमा तपाईँको लगानी रिस्की हुन्छ। थोरै लगानी गर्नुहोस्, बचेर काम गर्नुहोस्, बरु टाइम लिनुहोस्। तपाईँ आज तपाईँको क्यापिटल 10 लाख छ भने त्यसलाई 5 वर्ष लगाएर लगानी गर्नुहोस्। तपाईँ आजै लगानी गरिदिनु भयो भने अनि तपाईँ फेरि सबैलाई गाली गर्नुहुन्छ, स्टक मार्केटलाई गाली गर्नुहुन्छ। मार्केटले तपाईँलाई सिकाउने हो, मार्केटमा तपाईँले सिक्ने हो। तपाईँ आफै केही गर्नुहुन्न भने अरूले तपाईँलाई केही पनि गर्न सक्दैन। स्वविवेकले काम गरौँ। हजुर सर, कार्यक्रमको अन्त्यतिरै आइसक्यौँ हामी, होइन। अब नेपाल सेयर बजारको भविष्य कस्तो देखिन्छ त? नेपाल सेयर बजारको भविष्य विश्व सेयर बजारलाई तपाईँले एलाइन गरेर हेर्नुपर्छ, होइन। समस्याहरू कहाँ हुँदैन। अमेरिकन स्टक एक्सचेन्ज 2008मा क्रास भयो, विश्वको अर्थतन्त्रले क्रास भयो, विश्वका राम्रा ब्याङ्कहरू, वर्ल्डका बेस्ट ब्याङ्कको 100 वर्ष हिस्ट्री भएका ब्याङ्कहरू पनि क्ल्यास भएका छन् नि। हजुर, त्यही भएर हामीले कुनै सेक्टरको कुनै देशको भन्ने होइन कि तपाईँले कुनै पनि सेयर बजारभित्रका त्यो प्रोजेक्टहरूलाई हेर्ने हो कि समग्र म्याक्रो इकोनोमिक पर्सपेक्टिभ त कहिलेकाहीँ पुरै इन्डस्ट्री नै डाउनफल भएको हुन्छ, त्यो सम्भावना सँगसँगै रहन्छ। त्यही भएर बजारलाई तपाईँले चेन्ज गर्नु, तपाईँ आफ्नो स्ट्राटेजी चेन्ज गर्नुपर्छ, लगानीको उयो चेन्ज गर्नुपर्छ, आफू पनि डाइनामिक हुनु पऱ्यो। तपाईँले कहिले कुन सेक्टरमा कसरी लगानी गर्ने, कहिले त्यहाँबाट एक्जिट हुने, त्यो प्लानिङ गर्नु पऱ्यो। हो, सधैँ तपाईँले नभ्याउन सक्नुहुन्छ, समग्र अर्थतन्त्रै क्रास भएर तपाईँको पनि सँगसँगै पर्न सक्छ, तर सेफ साइडमा बस्ने उपायहरू त हुनसक्छ नि। तपाईँको पुरै पोर्टफोलियोको 100% लगानी गरेर 60% तपाईँले पैसा बचाउनु भयो भने त तपाईँ बच्नु भने यस्ता कुराहरूमा चाहिँ अलिकति सेयर बजारमा छिर्ने मान्छेले मेक्रो इकोनोमिक्सको कुरालाई पनि अलिकति बढी अध्ययनै गर्नुपर्ने हुन्छ। अन्त्यमा सर, हाम्रा आम लगानीकर्ताहरूले चाहिँ आफ्नो लगानी जोगाउने 3टा उपाय भनिदिनुहोस् न त। आफ्नो लगानी जोगाउने भनेको आफ्नो पैसा आफैसँग राख्ने हो। हजुर, लगानी नै नगर्ने भन्न खोज्छु होइन नि। आफ्नो पैसा आफैसँग राख्ने भनेको तपाईँले लगानी गरेको ठाउँ, तपाईँले सेफ देखेकोमा ठाउँमा त लगानी गर्नुहोस् भनेको त्यो पैसा तपाईँसँगै राखेको हो। हजुर, तपाईँ रिस्क देखेको ठाउँमा तपाईँ लगानी गर्नुहुन्छ भने तपाईँको पैसा तपाईँसँग छैन भने तपाईँले पहिले बुझ्नु भएको हुन्छ। त्यहाँभन्दा अरू कुनै सूत्र छैन। हेर्नुहोस्, सेल्फ एजुकेटेड हुनुहोस्, लगानी गर्दा अलिकति हतार गरेर लगानी नगर्नुहोस्, हतार गरेर कहिले पनि काम नगर्नुहोस्, प्यासेन्स हुनुहोस्। यी 2-3टा कुरा तपाईँले ध्यान दिनुभयो भने बजारले तपाईँलाई बचाउने काम गर्छ, कमाउने पनि दिन्छ। बिस्तारै कमाइन्छ बचेपछि बजारमा। अफकोर्स। आफ्नो व्यस्त समयबाट केही समय हाम्रो लागि निकालिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद सर। यहाँहरूलाई पनि धन्यवाद। साझा अर्थ मिडिया जसले मलाई मेरा कुराहरू, लगानीकर्ताका इस्युहरू, विभिन्न साथीहरूसँग भएका विषयहरू, बहसहरू, छलफलका कुराहरू तपाईँसँग मार्फत फेरि धेरै साथीहरूसँग बाँड्ने मौका दिनुभयो, यसको लागि धन्यवाद। है त।